आदरणीय दर्शक महानुभावहरू शुभ बिहानी। मैले एका बिहानै एउटा युवक हराएको सूचना लिएर आएको छु। उहाँ हुनुहुन्छ कालिम्चोक गाउँपालिका वडा नम्बर 2 दोलखा निवासी सबिन थापा। उहाँ चाहिँ बस्नुहुने चाहिँ टोखा नगरपालिका वडा नम्बर 3 काठमाडौँबाट चाहिँ उहाँ 2083 साल जेठ 11 गते रातिको 10 बजेदेखि परिवारसँग सम्पर्कविहीन भएको कारणले मैले यो भिडियो बनाइरहेको छु। आदरणीय दर्शक महानुभावहरू, अहिले भर्खरै तपाईँको मोबाइल स्क्रिनमा यो भिडियो आइरहेको छ भने मैले यहाँ डिटेल पनि स्क्रिनमा छोडेको छु। उहाँको सबिन थापाको जेठ 11 गते राति 10 बजे पछाडि परिवारको सम्पर्कविहीन रहेको कुरा मलाई भर्खरै मात्र खबर भइसकेपछि मैले यो भिडियो सम्प्रेषण गरिरहेको छु। उहाँ हराएको स्थान चाहिँ टोखा नगरपालिका वडा नम्बर 3 बाट चाहिँ उहाँ 11 गतेदेखि जेठ 11 गतेदेखि परिवारसँग सम्पर्कविहीन भएको छ। उहाँको परिवारमा एकदमै चिन्तितमा हुनुहुन्छ। भर्खरको युवा कहाँ गयो, के गर्यो भन्ने हिसाबले उहाँहरू एकदमै चिन्तितमा हुनुहुन्छ। त्यसैले पनि तपाईँहरूले यदि यो स्क्रिनमा देखाएको फोटोमा र फोटो र डिटेलको व्यक्ति कतै तपाईँले देख्नुभएको छ भने नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु होला या स्क्रिनमा देखाएको नम्बरमा सम्पर्क गरेर सहयोग गरिदिनु होला। किनभने आफ्नो परिवारको सदस्य हराउँदाखेरि कति दुःख लाग्छ त्यो त मैले तपाईँलाई भनिराख्नै पर्दैन। त्यसैले यो सबिन थापा स्क्रिनमा देखाएको व्यक्ति तपाईँले कहीँ कतै देख्नुभएको छ भने तल दिएको नम्बरमा सम्पर्क गरिदिनु होला या तपाईँले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु होला। तपाईँले कहीँ कतै देख्नु भएको छैन भने यो स्क्रिनमा आइरहेको भिडियोलाई धेरैमा सेयर गरेर सबिन थापा भएको ठाउँसम्म पुर्याइदिनु होला। नमस्कार।